नमस्कार। अहिले म एकदमै महत्त्वपूर्ण यस्तो जडीबुटी जुन नेपालको मार्केटमा धेरै बिक्री पनि हुन्छ, मान्छेले धेरै खाने पनि गर्छन् र धेरै स्वास्थ्य लाभ पनि हुन्छ र हाम्रो विशेष गरेर जङ्गलमा सहज ढङ्गबाट पाइन्छ, जाडो महिनामा फल्छ। त्यसको बारेमा जानकारी गराउँदैछु। यो बर्रो भनेको त्रिफलामा हर्रो बर्रो अमला तीनटा जडीबुटी राखेर बनाइने गरिन्छ हैन। त्यो मध्ये चाहिँ बर्रो एउटा चीज हो जसको बुटो यो हो। यसमा जाडो महिनामा फल यस्तो लाग्छ। तपाईको यसको फल चाहिँ यस्तो खालको हुन्छ, गोलो गोलो हैन, ठिक्क साइजको फल हुने गर्छ। फल हेर्न सक्नुहुन्छ, यसको फल यस्तो हुन्छ है। अनि यसको पत्ता चाहिँ यस्तो हुन्छ, हेर्नुस्। पत्ता चाहिँ तपाईको हल्का अण्डाकार टाइपको पत्ता हुन्छ। यो पत्ता चाहिँ साइजको हिसाबले ठुलो सानो, यो भन्दा ठुलो पनि हुन्छ, यो भन्दा सानो पनि हुन्छ बुटो अनुसार। र फल पनि तपाईको साइजमा अलिकति फरक पर्न सक्छ। यो भन्दा ठुलो साइजको फल पनि तपाईले प्राप्त गर्न सक्नुहुन्छ। यसको चाहिँ कलर कस्तो हुन्छ भन्दा फलको तपाईको ब्राउन कलर हुन्छ। झट्ट हेर्दा ब्राउन कलर हुन्छ। यसलाई पानीमा राम्रोसँग धुनु भयो भने बाहिरको कालो कालो गइसकेपछि यसको पहेँलो पहेँलो कलरको बोक्रा देखिन्छ। र यसलाई तपाईले यसको थिचेर यसको भित्रको बिया निकालिसकेपछि यो भित्र बिया हुन्छ। त्यो बिया भित्र सेतो खानेकुरा हुन्छ हैन। त्यो काजु जस्तै मिठो हुन्छ, एकदम बदाम जस्तै मिठो हुन्छ। जङ्गल जाने मान्छेहरूले फुटालेर खाने गर्छन्। तर अत्याधिक मात्रामा धेरै खायो भने त्यसले बेहोस बनाउने, उल्टी लाउने हैन, त्यस्तो पनि हुन्छ। त्यही भएर धेरै चाहिँ खानु हुँदैन। त्यो ठिक्क मात्रामा खानुपर्ने हुन्छ। बालबच्चाहरूले धेरै खाएर कहिलेकाहीँ बिमारी हुने गर्छन्। ठिक्क खानुपर्छ। अब यसको चाहिँ के हुन्छ भन्दा तपाईले लाने यसको बोक्रा निकालेर छायामा हैन, घाममा, जाडोको घाममा मजाले सुकाएर तपाईले स्टोर गरेर राख्ने र आवश्यक पर्दा यसको धुलो बनाएर, अमलाको धुलो, हर्रोको धुलोसँग मिसाएर त्रिफला बनाएर जति पनि ग्यास्ट्रिकका बिमारी हुनुहुन्छ, जति पनि तपाईको चाहिँ युरिक एसिडका बिमारी हुनुहुन्छ, जति पनि बबासिर, पाइल्स लगायत आन्द्रासँग सम्बन्धित, तपाईको मलद्वारसँग सम्बन्धित बिमारीहरू छ, सबैको लागि यो एक नम्बर दबाई हुन्छ। एक नम्बर काम गर्छ। त्यस्तै घाँटीको समस्या छ, घाँटी बस्ने, टन्सिल हुने, छातीमा चाहिँ कफ जम्ने समस्या छ, निमोनिया बार हुने समस्या छ, दम छ, पुरानो टिबी तपाईलाई भएको थियो त्यसको समस्या छ भने पनि यसको हर्रो बर्रो अमलाको चूर्ण धेरै नभए पनि एक चिम्टी चूर्ण तातो पानीसँग तपाईले चाहिँ डेली खानुभयो अथवा चिया बनाएर खानुभयो भने तपाईलाई साह्रै फाइदा गर्छ। यसले आयु बढाउने काम पनि गर्छ। किनभने आयुर्वेदमा यसलाई रसायन अन्तर्गत राखिन्छ। यसमा अमृत जस्तो तत्त्व हुन्छ जसले तपाईको आयुलाई बढाउने काम गर्छ, तपाईको स्वास्थ्यलाई मजबुत बनाउने, रोग प्रतिरोध क्षमता बढाउने काम गर्छ यो बर्रोले है। त्यही भएर यो बर्रो तपाईले पाउनुहुन्छ भने कलेक्ट गर्नुस्, कलेक्ट गरेर राख्नुस् र ताजै पनि यसलाई खान सकिन्छ। ताजै तपाईले चाहिँ चियामा थिचेर हाल्ने, रातो चियामा थिचेर हाल्ने र टक्क तपाईले पिउने हो भने त्यसले एकदमै फाइदा गर्छ। कब्जियतको समस्या 2-3 दिनमा दिशा नहुने हैन, 2-3 दिनमा दिशा हुने, दिशा रोकी हुने, पेटमा दिशा जम्ने, त्यस्तो जति पनि समस्या छ सबै समस्याले चट्टै ठिक बनाउँछ, एकदमै निको बनाउँछ। थोरै बिरी नुन पनि तपाईले यसमा एड गर्न सक्नुहुन्छ। थोरै बिरी नुनको मात्रा पनि एड गर्नुभयो भने यो औषधि चमत्कारी औषधि हुन्छ। त्रिफला एकदमै महत्त्वपूर्ण जडीबुटी, एकदमै राम्रो चाहिँ औषधि हो आयुर्वेदको, जुन औषधिले मान्छेले सबै रोगबाट टाढा राख्छ, रोगमुक्त भएर बाँच्न मद्दत गर्छ। यसले मानसिक रोगमा पनि फाइदा गर्छ, टाउकोको रोगमा पनि फाइदा गर्छ, सयौं प्रकारको रोगमा फाइदा गर्छ। तर विशेष गरेर पेट र छातीको रोगमा बढी फाइदा गर्छ। एकछिन स्टप गर्नु त।